खतरा देख्दो रहेछ। नमस्ते, वेलकम टु जिल्ला युट्युब च्यानल। होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि आज चाहिँ हामी भक्तपुर जाँदैछौँ। हाम्रो अमिसासिस र हामी त्यहाँ गएर चाहिँ के गर्छौँ, के गर्न गएको त्यही अब भिडियो हेरेरै थाहा पाउनुहुन्छ है त। अनि मैले आज चाहिँ नयाँ लुक्समा आएको छु है। आज चाहिँ चस्मा लगाएको छु किनभने चाहिँ आँखा एकदम कमजोर भयो। योभन्दा 4-5 वर्ष अगाडि चाहिँ कन्टिन्यू लगाउँथेँ नि त। अनि पछिबाट छोडिदिएको थिएँ। अहिले त लास्टै गाह्रो भएछ कि। अनि त्यही भएर फेरि चेक गराएर डक्टरसँग गएर चेक गराएर चाहिँ अब आजबाट चाहिँ कन्टिन्यू लाउनु पर्ने भएको छ। लाएन भने चाहिँ फेरि मेरो आँखामा समस्या आएको छ अरे धेरै। त्यही भएर चाहिँ आँखा एकदम पोल्ने, दुख्ने, आँसु आउने त्यस्तो भएर चाहिँ यो नक्कल पानालाई लगाएको होइन। त्यही भएर चाहिँ ल हामी कहाँ जान्छौँ, के गर्छौँ, कसरी को जान्छौँ, कन्टिन्यू भिडियो हेर्नु होला है त। गाइज अब हामी चाहिँ घरबाट निस्क्यौँ। अब कता जान्छौँ हेर्दै गर्नु है त। बुढो उतल जाँदै हुनुहुन्छ। जान्छ हिँड्यौँ है त बुढाबुढी। पुरी तरकारी खाएको देखाएको कस्तो खानुभएको त। तपाईँको फेभरेट होइन? फेभरेट पुरी तरकारी? देखेन ल हामी चाहिँ आइपुग्यौँ है त। सोसो के अरे? सोसो के? ससा 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 किर्तिपुरको ससा। गाइज हामी चाहिँ सोसा ससा कि के अरे? के अरे ससा? ए यहाँ ओके। हो यमरी होइन? यमरी पनि पाउँछ नि होइन? आइपुग्यो ससुराली गाउँ। त्यो म्युजिक आएपछि फेरि उयो हुन्छ कि कपिराइट होइन? कपिराइट आयो भ्लग बनाइ यसो। हो मेरो अहिले त्यो त कस्तो मिठो छ। खतरा देख्दो रहेछ साबेलको भ्यू त। साबेल चोक ल हेर्नु यतापट्टि